माने के तर ममा नि यताउता गरिरहेको यही आएर भन्न के भन्न आयो ल भन् के भन्न आइस गर्वे हिजो तमाथि त्यत्रो घटना घटेछ सुनि साह्रै दुःख लाग्यो के गर्नु त माने हामी साना वर्गको पनि एक न एक दिन त राम्रै दिन आउला नि त्यस्तै हो छोरी तिमी एकछिनभित्र जाऊ त यहाँ हामी दुईजनाको एउटा कुरा छ त्यो अङ्कुरन लिएर जा जिउ पुरै दुखिरहेछ साह्रै दुखिरहेछ ड्याम ठोक्नु पनि धुस्नु चुट्या त चुट्या नि के गर्छस् त गर्वे दया माया भनिकन पटक्कै नभएको मान्छेले हामी माथि गर्ने व्यवहार यस्तै हो अनि यहाँ सुन त त्यो छ नि कुरा बुझिस् नि बुझ्न त बुझे कि माने तर के गर्नु बरु यसो गर्नु पर्ला तेरो छोरी मेरो छोरी दुइटाले एकताल सोध्ने पो हो कि सोध्ने होइन केटा खोजेर बिहा गरेर पठाइदिने नत्र भने तैँले र मैले पीडा खेप्न पर्छ यहाँ त्यो त हो कि यसो गरौँ माने के गर्नु तेरो घरमा म 2 घन्टा पछि आउँछु नि त मलाई सोच्न दे नि त ल ठिक छ तँलाई 2 घन्टा समय भयो मेरो घरमा आउने नत्र भने हामी यो समस्याले जलेर मर्नु सिवाय अरू केही पनि हुँदैन गएँ म है ल ल ल जा ल विचार गर्ने फेरि के भन्छ के बा मैले भित्रबाट सबै कुरा सुनिसकेँ म अहिले बिहे गर्दिनँ बरु यो ठाउँ छोडेर अन्त्य कतै जाम न तैँले भने जस्तो सजिलो छैन के छोरी मलाई सोच्न दे मधुसूदन मधुसूदन अनि कान पनि सुन्दैन क्या हो यहीँ रहेछ त म सुन्ने यता के भयो बा म यहीँ त छु त भइरहे गएर आज सरा दिएछ सिधा बोक्ने जान्नमा जहिले सिधा बोक्न भनेको छ होइन मलाई सिधा बोकाएर हिँडाउनु थियो भने किन पढाएको गाउँ समाज धर्म संस्कृति रीतिरिवाज बुझ्नलाई पढाएको नि कुरुको हिँड जान्न भनेको सुनेनौ बाउ म घरमै बस्छु अब घरमै बस्ने हो कि कता कता चर्न हिँड्ने हो नि तिमीले भन्न खोजा के हो बाउ मैले त अलिक कुरो बुझिनँ नि बुझेर पनि धेरै बुझ पचाउन थालेको छस् त आजभोलि त्यो माने छोरीलाई के छ कसो छ भन्दै हिँड्छस् रे नि फुक्क नलाए पण्डितको छोरो भएर त्यस्तो भन्नु सक्छ जमाना कहाँदेखि कहाँ पुगिसक्यो बाउ तिमी चाहिँ टपरेर सिधामा अल्झेर हुन्छ मानवीर काका पनि मान्छे नै हो उनको छोरी चमेली पनि मान्छे नै हो अनि हामी पनि मान्छे नै हो मान्छे बिचमा किन यसरी भेदभाव गर्छन् बढ्त मुखै लाग्छस् सिउरो पानीले थटाउनु नपरोस् नि फेरि नजानी बे घरैमा थचिराख्नु गाउँमा चार नै फेरि खै कसरी बुझाउने होला यी बालाई धेरै बुझाइरहनु पर्दैन चमेली तैँले मलाई तँ अब उमेरकी भइसकिस् सधैँ बाउको आडमा बस्ने होइन त्यसले म बढी भयो होइन त निकाल्देऊ न त मलाई निकालेर आनन्दले बस्नुला भनेर होला मलाई निकालेपछि अर्की आमा लिएर भनेको होला होइन हे तेरका छोरी यसरी नरो क्या अब आफू यो हालतमा भइसकि भोलि म फ्याट्ट मरि भने तेरो बिजोग हुन्छ तेरो घर बसाइदिउँ भन्न पो खोज्या त ठिक छ अब यो पापी दुनियाँसँग तँ आफै लड्छस् भने मेरो भन्नु केही पनि छैन बा तिमी जे भने भन अहिले तिमीले छोडेर म बिहे गरेर पैगो गर्न जादिन के गर्नु छोरी तरुनी भइसकि बिहा गरिदिउँ भनेको मान्दिनँ यो पापी दुनियाँमा के खेप्न पर्छ केही बुझ्न सकिनँ त्यही त माने
अघि तैँले मलाई सोचेर आइज भनेर भनेका थिइस्, मैले त केही सोच्नै नसक्ने भएँ। खोइ तँलाई सोचेर म कहाँ आइज त भनी, मैले छोरीलाई बिहा गर्नु पर्यो भनेर सोधेको निफुल्केर पो हिँडी त के गर्ने के नगर्ने। मुखिया जस्तो तानासाहीबाट बचाउन गाह्रो पो भयो त छोरीलाई। त्यही त भन्दैछु म पनि। अस्ति उहाँ आइते म कहाँ आएर चाहिँ जबरजस्ती मेरो घरमा चिया खाइदियो। त्यो चिया खाएको कारणले झन्नै मेरो ज्यानै गएको थियो। के गर्ने के नगर्ने, ल भन्न त माने के गर्ने त? जे पर्छ त्यसै टर्ला, के गर्नु। थाब्लोमा लेखिएको कसैले मेटेर मेटिँदैन क्यारे। अब जति नै जानी सुनी भएर के गर्नु। अनि के छ र हालखबर गर्वे? छोरी सानो हुँदाखेरि मर्ली भन्ने पिर, अब तरिनी छोरी भएपछि अर्काले मार्ला भन्ने। यो दुखी जिन्दगी जिउनै गाह्रो। साला पीर माथि पीर थोपरिया छ के शोषकबाट पिल्छेर बाँच्न पर्ने जिन्दगी रहेछ है हाम्रो। के गर्नु। लौ अब तेरो छोरीले नि मानिना छे, मेरी छोरी गौँथलीले नि मानिया, गर्ने के हो? उपल्लो गाउँमा हामीसँग जात मिल्ने केटाहरू छन्, कुरा चाहिँ गरिराख्नुपर्छ। न छोरीहरूको मन पग्लिहाल्छ कि। कोसिस चाहिँ गरिराखौँ न, केही न केही भइहाल्छ कि के। म लाग्ला है त। ल ल ल लाग्छ। तँले कसलाई थुकेको? तँलाई झुकेको। तँ गर्बे कहाँ गएर चिया सुरुप्प तुर्काइछस् होइन? म जहाँ जाउँ जे गरौँ तँ सुलसिलोले के को खाँचो? तेरो मालिककोमा भनेको टाइममा तिरेकै छु, तेरो मालिकले भनेको मानेकै छु। अब हक्दा मुद्दा पनि तेरो मालिकलाई सोध्नु पर्यो मैले। म त्यो गर्बे काकाकोमा गएर चिया पिउँ कि, त्यो माने काकाकोमा गएर भात घिचौँ कि, त्यो जुत्ता सिलाउने भक्ते काकाकोमा गएर खाजा खाउँ कि? त्यो मेरो मर्जीको कुरा हो। तँलाई के को मतलब? तँ जस्तो सानो कुरालाई ज्वालामुखी जत्रो बनाएर मुखियालाई उचाल्यो म परिन। काम धन्दा केही पनि छैन, खालि यताको कुरा उता लायो, उताको कुरा यता गरायो, खालि जुदाउने झगडा गराउने बाहेक अरू के काम छैन तेरो? साला दुई चुर्यो। भन्न पनि 10 पुस्तालाई पुग्ने गरी भनेर मर्यो। अरिङ्गाललाई छोएपछि के गर्छ? त्यसले टोक्छ। म अरिङ्गालको पनि राजा हुँ, यसलाई कसरी टोक्नु पर्छ देख। सती, ओ सती, होइन कान पनि सुन्न छोडी क्या? बाहिर आइज। मर्दियोस् न हजुर, किन बोलाइछ? तेरो त्यो छोरो कमले खोइ, त्यसलाई भोलि जसरी पनि सदरमुकाम पठाउनु पर्यो। त्यसलाई यो गाउँमा राख्यो भने त्यसले हाम्रो नाकमा गुलाइदिन्छ, बुझिस्? त्यसैले ताजो पाजो मिला। अब चाँजो पाँजो मिला भनेर के गर्ने? त्यसले मान्नु परेन भने? मैले भनेपछि नगेर हुन्छ? मैले बोलेपछि आकाशमा उडेको चरा त रोकिन्छ? त्यसैले त्यसको अब 2 वर्षको पढाइ बाँकी छ। त्यसलाई जसरी हुन्छ जे हुन्छ पठाउनु पर्छ, त्यसले जानै पर्छ। ठिक छ, जान त जान्छु, तर तपाईँले मैले भनेको एउटा कुरा मान्नुपर्छ। यो गाउँका गरिबसँग बाली उठाउन छोड्नुपर्छ। यो शर्तमा हो भने म जान्छु। मेरो उत्तराधिकारीले भनेको पनि मैले मान्नै पर्छ। आजैदेखि यो गाउँलेसँग म बाली उठाउँदिनँ। बोलीमा मात्र होइन बुवा हजुर, व्यवहारमा पनि लागु हुनु पर्यो। हुन्छ के हुन्छ, बरु भोलि बिहान त भाले बाँच्नुभन्दा अगाडि जानुपर्छ। हुन्छ बुवा हजुर, हुन्छ, तर म एकछिन मधुसूदनकोमा पुगेर आउँछु। यो चिचिलो दिमागलाई
राम्रोसँग ठिक पार्न यो मुखियालाई आउँछ। मुखिया साहब, कुरो त गाउँमा अर्कै हुने भयो नि। के हो? यहाँ कुरो सुनिबक्सियोस्, कुरा बुझ्नुभयो नि? भनेपछि त्यो आइतेको ढाडमा बोसो पलायो। त्यसलाई कसरी ठिक पार्न पर्छ मलाई राम्रोसँग थाहा छ। थाहा छ भनेर कहाँ हुन्छ हजुर यहाँ बसेर? त्यसलाई कारवाही त गर्नै पर्छ नि। के छ नि सम्झाउ नि। लजाउँ खाना खाइबक्सेर जाने कि हजुर? गाउँले मेरो टाउको खाइसके, म चाहिँ खाना खाँदा नि अहिले पछि आएर खान्छु। तर यति छिटै यो कुरा आगोसरी गाउँमा फैलिसक्यो भन्ने कुरा त मलाई थाहा नै थिएन। त मसँग होइन, यो कोदेले मुखियालाई किन उचालेको हो कुन्नी? निभिसकेको आगोमा घिउ थपेर। जादौ मुखिनी साहब, मुखिया साहब हुनुहुन्न? तँलाई किन चाहियो मुखिया साहब? अलिकति ऋण चाहिएको थियो हजुर, त्यही भएर। पहिलेकै तिर्या छैन, फेरि अलिकति? के नि हजुर, माग्न जाने ठाउँ अन्त छैन, त्यही भएर आएको। भरे आउनु भरे। जादौ हजुर। काका त यतामा हुँदो रहेछ। घर काका नमस्कार। काका किन बोल्नुहुन्न? म त झन् एउटा खुसीको खबर लिएर आएको। हेर्नु सानो मालिक, हामी हाम्रै धरातलमा बाँचिरहेका छौँ। हामी साना जातका मान्छे। हजुर जस्तो ठुलो मान्छे हाम्रो घरमा आएर घटनापछि घटना नकटाइदिनुहोस्। हामीलाई हाम्रै जिन्दगीमा रम्न दिनुहोस्। हो, ठुलो पर्खाट र सानो गौडोको कहिले तह मिल्दैन। यदि साँच्चै नै तपाईँ हाम्रो हित चाहनुहुन्छ भने यहाँबाट गइहाल्नुहोस्। खानै नपाए पनि सस्ता आरामसँग फेर्न दिनुहोस्। म त यहाँ एउटा खुसीको कुरा सुनाउन आएको। पर्दैन, तपाईँहरूको खुसीको कुरो हामीलाई सुन्न पर्दैन। हामीलाई यही दुःख ठिक छ। बिन्ती छ सानो मालिक, हजुर यहाँबाट गइदिनुहोस्। जान त जान्छु काका, तर अबदेखि तपाईँहरूले बुवा हजुरलाई बाली बुझाउनु पर्दैन। म त मेरो पढाइको सिलसिलामा भोलि सदरमुकाम जाँदैछु। झुक्केर पनि हजुरहरूले बाली चाहिँ बुझाउनु पर्दैन। गौँथली, तैँले मलाई के सम्झिन्छेस् मलाई थाहा छैन, तर म तँलाई मेरो भविष्य सम्झन्छु। मात्र 2 वर्ष हो गौँथली, जति नै दुःख भए पनि त मलाई कुरेर बस है। म 2 वर्षपछि लिन आउँछु। गर्वे काका, तपाईँ मलाई जेसुकै सोध्नुहोस्, म तपाईँहरू जस्तै पीडितको पक्षमा छु। यो तपाईँको बारीको माटोको कसम। म अहिले गएँ है काका। नरो छोरी नरो, ठुला मान्छे ठुला जातका मान्छेले चाहिँ दिने भनेकै हामी जस्तालाई त्यही आश्वासन मात्र हो। किन रुन्छस्? नरो। भगवानले हामीलाई किन ठगेको होला? हामीलाई किन सानो जातको बनाएको? खै भगवान भेटेको भए सोध्न हुन्थ्यो। नरो, भगवानै भेटिँदैन। ल यो राख।
आइते तैँले यो राम्रो गरिनस्। मैले के गरेको छु मुखिया साहब? मैले समयमै हजुरलाई बाली बुझाएकै छु। हामीलाई स्वतन्त्र रूपले बाँच्न दिनुहोस्। तपाईले मलाई रिस नउठाएकै राम्रो। ओए बढी बोल्छस्, बढ्ता बोल्छस्। तेरो आवाज बन्द गर्दिउ म। यो ठाउँमा यो गाउँमा मेरो नियम कानुन अनुसार चल्नुपर्छ, होइन भने गाउँ छोडेकै राम्रो। मेरो बाउबाजेले आर्जेको जमिन हो, म कसरी छोडौँ? गाउँ छोड्न सक्दैनस् भने गाउँलेलाई भड्काउने काम किन गर्छस्? किन गर्छस्? लात हाल्नु पर्नेलाई बातले केही हुँदैन मुखिया साहब। तैँले ठिक भनिस् कोदे। माफ गर्नु हजुर, माफ गर्नु हजुर। मेरो सिन्दुरको भिख माग्छु, उहाँलाई छोडिदिनुहोस्। तैँले भनेर म यसलाई छोडिदिन्छु, तर एउटा कुरा तेरो पहिल्यै तैँले राम्रोसँग सम्झा। फेरि म यहाँ सम्झाउन आउनु पर्यो भने नि यसलाई म सक्दिन्छु, याद गर, बुझेस्? कोदे हजुर जौहिन हस् अझै चुप लाएर बस। तिमीलाई मैले कतिचोटि भनिसकेँ, सिंहसँग जुधेर नि हुन्छ। अब आइन्दादेखि गर्बे काका र माने काकाकोमा गएर चिया खाने काम छोडिदेऊ। साला तानासाईहरू कति जिन हेप्दा रहेछौ, म पनि हेर्छु। मैले के सुन्दैछु कमल? त भोलि नै सदरमुकाम जाँदैछ। के गर्नु त मधुसूदन, बुवा हजुर र मुवा हजुरको खुसी त एकातिर छँदैछ, अर्कोतिर बुवा हजुरले यो गाउँमा गर्नुभएको अन्यायको विरुद्धमा बिगुल फुकेर बुवा हजुरलाई ठाउँमा ल्याउनु छ। अनि सुन्न, म गौँथलीलाई असाध्यै माया गर्छु, त्यो कुरा त तँलाई थाहा नै छ। अघि भर्खरै पनि उसको घरमा पुगेर आएको थिएँ। बिचरी मनभित्रको पीडालाई मुटुमा गाँठो पारेर रोइ मात्र रही, केही भन्न सकिनँ। खालि ठुलो पर्खाल र सानो गौँडाको तह मिल्दैन मात्र भन्छे। तैँले यसो याद गरिदिए है। याद त गरिहाल्छु नि यार, तँलाई मेरो पीडा पनि राम्रोसँग थाहा छ। जा, राम्रोसँग जा, आफ्नो उद्देश्य पुरा गर। यता त म हेरिहाल्छु नि, मैले सकेको यता हेरिहाल्छु, अरू त भाग्य र लेखान्तको कुरा हो। अनि चमेलीको खबर के छ त? खै के भन्नु यार, अबदेखि मलाई भेट्नु पर्दैन भन्छ। म जहाँ छु, जस्तो अवस्थामा छु त्यस्तै अवस्थामा छोडिदिए भन्छ। जीवनमा आफूले चाहेको र सोचेको कुरा पाइँदो रहेछ यार कमल। त्यसो भनेर गाउँको परिवर्तन गर्नलाई हामी जस्ताले हरेस खायो भने यो समाजमा कहिले परिवर्तन आउँछ? मेरो बुवा हजुर जनावर होइन, मान्छे हुन्। एक न एक दिन त मान्छेले मान्छेलाई भेदभाव गर्नु हुँदैन भनेर बुझिहाल्नुहुन्छ नि। बरु छ नि, गौँथलीको चाहिँ के हुन्छ बेला बेलामा फोन गरेर मलाई बताए, म पनि बेला बेलामा उताबाट तेरो घरको नम्बरमा फोन गर्छु। ल ल हुन्छ, अब जाउँ है। फेरि तैँले मैले गरेको कुरा अरूले सुनेको रहेछ भने अर्को लफडा हुन्छ। हुन्छ यार, जाउँ। सानो बाजे, मैले तपाईँहरू दुईजना बसेर गरेको कुरा सबै सुनिसकेँ। यो कुरा लिएर गएर काली साहबलाई भन्न सकिनँ भने मेरो नाम पनि कोदे होइन, बुझ्नुभयो? ओए कोदे, तैँले पनि जाँदा जाँदा मेरो एउटा कुरा सुन। कमल र मेरो कुरा मुखिया साहबलाई भनिस् भने तँलाई उदोमुन्टो लाएर खुर्सानीको धुवाँले तर्पाई तर्पाई मार्न सकेन भने मेरो नाम पनि मधुसूदन होइन, बुझिस्? मुखियाको चम्चे छस्, मुखिया भन्दा ठुलो बन्न खोज्छस्? भात मारा।
छैन पण्डितको छोराले धम्क्याएर पो गयो मलाई सुरक्षा गर्ने मुखिया छँदैछन् नि देख